मोटी डल्ली मान्छे, लामो लुगा, यसमा अरू के चाहियो? हिँड्दा त फर्सी गुडे जस्तै देखिने। तर के गर्नु, सानैदेखि यस्तै फर्र परेको कपडा मनपर्ने। बाबाले घाँगर र हात्ती छाप चप्पल ल्याइदिँदा घुमी घुमी नाच्ने बानी परेको थियो मलाई। यस्तो कपडा देख्दा एकदमै बाबाको याद आउँछ मलाई। अनि यस्तै गरी फुर्र नाचेर म भिडियो पठाइहाल्छु मेरो बाबाको लागि। सो हामी चाहिँ छौँ त्रिभुवन पार्क। घुमी घुमी नाच्नको लागि पुगेको जस्तै भएको छ। रमणीय वातावरण, चिसो हावा अनि हरियाली घुम्न निस्किसकेको छु। म चाहिँ जाँदैछु आज घुम्नको लागि। 2 तिहाईको सरकारपछि मेरो पनि घुम्ने दिनहरू आए जस्तै भएको छ। 2 दिने बिदा लागु गरिए नि मेरो बिदा छैन, तर पनि म आज चाहिँ जाँदैछु घुम्नको लागि। घुम्नको लागि कता कता जान्छौँ त थाहा छैन, तर जाँदैछौँ। अब बाटोतिरै छौँ। ओके, अब बुढाबुढी हिँडेपछि भिडियो त बनाउनै पर्यो। अलिअलि हिँडेर घुमेर बोकेर भिडियो पनि बनाइयो। यस्तो रमाइलो भयो। हामी यसरी भिडियोहरू बनाउँदाखेरि चाहिँ एकदमै साथीभाइ भेट भएर भिडियो बनाउने यताउता गर्दा रिफ्रेसमेन्ट फिल हुन्छ नि त। अनि त्यस्तै फिल भएको छ। हिँड्दै घुम्दै एकै ठाउँमा 1 घन्टा लागेर भिडियो बनाएँ मलाई। यो चाहिँ सुरुङ मार्गको पुल क्रस गरेर उता जाँदाखेरिको एउटा बाटोमा पुल छ, आकाशे पुल, त्यही पुल हो। हजुरहरू पनि यहाँ घुम्न आउन सक्नुहुन्छ। यस्तो रमाइलो छ। विशेष गरी बिहानमा आउन सक्नुहुन्छ। बिहान चाहिँ एकदमै राम्रो, यस्तो क्लिन देखिन्छ, कस्तो राम्रो देखिन्छ। त्यही भएर म धेरै जसो बिहानमा जाने गर्छु। तर दिउँसोमा चाहिँ घामहरू टल्केर अलि राम्रो फोटो भिडियो नआउने हुनाले बिहान र बेलुका चाहिँ एकदमै राम्रो आउँछ है, एकदमै राम्रो। ल हेर, म फर्सी जस्तो नाच्दाखेरि त कस्तो देखिन्छ नि। हावाले सब लुगा कपडा सब उडाएर यस्तो भएको थियो। यस्तो शीतल पनि थियो। हामी 10, 11, 12 बजीतिर गएको थियौँ, तर पनि कस्तो शीतल थियो, कस्तो शीतल। बेला बेलामा घुम्न गइरहनु पर्छ, रिफ्रेसमेन्ट हुन्छ जस्तो लाग्छ मलाई चाहिँ। अनि त्यसपछि हुन त हामी घर जाँदा पनि त घुमाइ जस्तै हुन्छ। त्यही पनि यताउता फ्री अफ माइन्डमा घुम्नु चाहिँ एकदम बेग्लै हो के। अनि घुम्न सरकारको लागि पनि एकदम फाइदाजनक छ जब हामी पैसा खर्च गर्छौँ। अनि त्यसपछि व्यापार व्यवसाय गर्नेहरूले ट्याक्स तिरिरहेको हुन्छ नि त। अनि आन्तरिक पर्यटन विकास पनि हुन्छ जस्तो लाग्छ मलाई। अनि आन्तरिक पर्यटनहरूले प्रमोट गरे पो अरू बाहिरबाट पर्यटकहरू आउने सम्भावना बढी हुन्छ त। त्यसकारण हामी युवाहरूले नै हाम्रो देशको लागि त्यो घुम्न भ्रमणस्थलहरू एकदम राम्रो ठाउँहरू चुज गरेर घुमिदिनु भयो भने चाहिँ एकदमै फाइदा हुन्छ जस्तो लाग्छ। अनि त्यो पर्यटकहरूले नै एकदमै मनोरञ्जन लिन पाउँछन् जस्तो लाग्छ मलाई चाहिँ। सो हामी चाहिँ बेला मौकामा घुमिरहेका हुन्छौँ। सबै कुराहरू एकैसाथ त हुँदैन, तर आफ्नो समय अनुकूल घुम्नु एकदमै राम्रो हो। भिडियो नै भाँडाइन्छ के भाँडाइन्छ पज गरे नि के काम त।
etching patterns, leaving its mark. हेलो हामी चाहिँ घुम्न आएको यहाँ भेडा देख्यो भेडा आज चाहिँ हामी भेडा गोठाला आएको हजुर भेडा गोठाला आएको यहाँ भेडा गोठाला आउने चाहिँ 4 जना हौ यहाँ त्यस्तै तपाईँ भेडा गोठाला होइन क्यामेरा लिने मान्छेलाई चाहिँ अरबले पनि भिजा नदिएर नेपालमै यो तातो भेडा चाहिँ भेडा चढाउन आइरहेको छ यस्तो रोडमा भेडा चढाउन आएको अरू कसैको भेडा चढाउनु छ भने भनिदिनु होला आज मेरो बेरोजगारी दिन थियो त्यही भएर म भेडा चढाउन आएको भेडाहरू चाहिँ चढ्दै छन् त्यतातिर म चाहिँ यहाँ भिडियो खिचिरहेको छु हजुर पोस्ट गर्नुहुन्छ अलि अगाडि जानु सौदामा ल हेर त यो हेर यो कहाँ हो भन्छ त राम्रो आएको मैले भने होइन पहिला सहरदेखि उता यही बेला एउटा गीत पनि याद आएन हामी चाहिँ यो त्रिभुवन पार्क प्रवेश गरिसकेका छौँ यहाँ चाहिँ यस्तो राम्रो हेलो हाई गाइस भिडियो बनाउनु बेला चाहिँ घाम लाग्यो यहाँ चाहिँ यस्तो राम्रो रहेछ फुल भर्खर भर्खर फुल्न थालेर रहेछ धेरै भयो हामी नआएको त्यहाँ भित्र नि गएर खिच्न मिल्दो रहेछ त हेर्नु त होइन खानु पनि यो के हो जिराफ त्यस्तै यसलाई जिराफ भन्दा होइन के हो कति ठुलो है ए यहाँ त जू जानै नपर्ने रहेछ यहीँ रहेछ त दाजुले 2 जना पाइसक्यो भनिसक्यो होइन क्यामेरा कस्तो डेन्जर आउने रहेछ यहाँ थाकेका यिनीहरू घुम्न आएको मान्छेहरू थाकेर यस्तो राम्रो ठाउँ छ कि पुरै पानीको फोर्सहरू त्यो देखिरहेको छ अनि त्यसपछि वरिपरिको वातावरण यस्तो रमाइलो छ सबैजना आउन सक्नुहुन्छ घुम्नको लागि यस्तो रमाइलो ठाउँमा तिमीलाई हेर्दै सोध्छु मनले छैन के छ के आज खास के हो सर राजाको सम्झना दिन्थे हाम्रो लागि त्रिभुवन राजालाई यसो स्मरण गर्दै त्रिभुवन पार्कमा पुरानो समयलाई याद गर्दै पुराना त्रिभुवन राजाको पालाको जस्तै देश होस् भन्ने कामना गर्दै त्रिभुवन पार्क घुम्न आएको हामी राजा पालाको अनुभव साथ गर्न होइन त्यही त है त गाइजहरू हामी चाहिँ फेरि राजा पालाको चाहिँ
जन्म चाहिँ राजापालाको हो र वृद्धि विकास चाहिँ फेरि गणतन्त्र आइसिसी भएको हो यो पनि अनुसार अब अहिले राइट न भिडियो हेरेर सबैजनाले माया गरिदिनु होला अनि लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला थ्याङ्क यू सो मच एभ्री वान